तपाईहरुलाई स्वागत छ हाम्रो गुरु युट्युब च्यानलमा। हामीले अघिल्लो भिडियोमै भनिसक्यौं क्याश फ्लो स्टेटमेन्ट भनेको के हो हैन। क्याश फ्लो स्टेटमेन्टको अब्जेक्टिभ्स देखि लिएर क्याश फ्लो स्टेटमेन्टको फंक्सन सबै अघिल्लो भिडियोमा भनिसकेका छौं। अनि हामी क्याश फ्लो स्टेटमेन्ट चाहिँ दुईवटा तरिकाले सल्भ गर्छौं, ठीक छ। कस्तो भन्दाखेरि एउटा हुन्छ हाम्रो डाइरेक्ट मेथड, अर्को हुन्छ हाम्रो इन्डाइरेक्ट मेथड। आज चाहिँ हामी डाइरेक्ट मेथडको मात्रै कुरा गर्नेछौं। अब यहाँ हुन्छ हाम्रो एउटा हुन्छ एसेट हुन्छ, एउटा हुन्छ हाम्रो लायबिलिटीज हुन्छ है, एउटा हुन्छ हाम्रो लायबिलिटीज, ठीक छ। अब के हुन्छ भन्दाखेरि एसेट बढ्दाखेरि यानी कि एसेटसँग क्याश फ्लो स्टेटमेन्टमा कस्तो रिलेसन हुन्छ त, एउटा क्याशको कस्तो रिलेसनशिप हुन्छ भन्दाखेरि हामी बुझ्छौं क्याश एसेट बढ्दाखेरि यानी कि इन्क्रिज हुँदाखेरि के गर्ने भन्दाखेरि घटाउने यानी कि ब्राकेट भित्र लेख्ने, ठीक छ। अनि यदि एसेट्स डिक्रिज भयो भने एसेट्स यानी कि घट्यो भने के गर्ने भन्दाखेरि प्लस गर्ने। किन प्लस गर्ने भन्दाखेरि यो पनि कन्सेप्ट बुझाउँछु, ठीक छ। एसेट्स के हो भन्दाखेरि एसेट्स बढ्यो अरे, एसेट्स बढ्दाखेरि के गर्नु पर्यो, हामीले किनेपछि त एसेट्स बढ्ने हो नि त। अनि किन्दाखेरि त हाम्रो पैसा जान्छ, अनि पैसा जान्छ भने त्यो त हाम्रो कम्पनीको पैसा त घट्यो नि त। त्यो घटेपछि के भयो भन्दाखेरि त्यो माइनस भयो यानी कि पैसा गयो। अनि हाम्रो के भयो भन्दाखेरि एसेट्स घट्यो। हामीसँग थियो एसेट्स पहिला नै 2 लाख को एसेट्स थियो, अहिले चाहिँ हामीसँग 1 लाख को एसेट्स मात्र छ। भनेपछि त हामीले त 1 लाख को एसेट्स त बेचेछौं नि त। डिक्रिज भनेको एसेट्स बेच्नु है, डिक्रिज भनेको एसेट्स बेच्नु भनेपछि त हाम्रो क्याश त आउँछ, हामीलाई क्याश आउँछ यानी कि हाम्रो पैसा बढ्छ भनेपछि के भन्दाखेरि प्लस भयो। यहाँ धेरै दिमाग लगाउनु पर्ने चाहिँ केही पनि छैन, मात्र यति छ कि एसेट्स प्लस यानी कि इन्क्रिज भयो भने लेस गर्ने यानी कि माइनस गर्ने, एसेट्स डिक्रिज भयो भने प्लस गर्ने, यति मात्रै हो कन्सेप्ट। अनि हाम्रो छ रिलेसन विथ लायबिलिटीज। लायबिलिटीजसँग चाहिँ कस्तो रिलेसनशिप हुन्छ भन्दाखेरि लायबिलिटीज बढ्यो भने के गर्ने भन्दाखेरि हाम्रो पैसा पनि बढ्छ, अनि लायबिलिटीज घट्यो भने हाम्रो पैसा पनि घट्छ। मतलब कस्तो, यसको रियल इक्जाम्पल भन्नु पर्दाखेरि एउटा मसँग चाहिँ कति छ भन्दाखेरि मैले चाहिँ कति छ भन्दाखेरि ऋण राम भन्ने एउटा व्यक्तिसँग ऋण 2 लाख लिएको छु। 2 लाख ऋण लिँदाखेरि त मेरो पैसा आउँछ नि त। मेरो पैसा आएपछि त के भयो भन्दाखेरि मेरो पैसा बढ्यो। मेरो पैसा बढ्यो भन्नु मतलब मेरो पैसा बैंक अकाउन्ट भनौं हैन, मेरो खातामा पैसा बढ्यो भन्दाखेरि प्लस गर्ने। अनि अब के भयो भन्दाखेरि त्यही 2 लाखमा मैले कति 2 वर्ष पछाडी चाहिँ मैले 1,50,000 तिरे। 1,50,000 तिरे भनेपछि त अब मसँग कति रह्यो, 50,000 मात्रै रह्यो नि त। अब 2 लाखमा मैले 1,50,000 तिरेपछि त मसँग 50,000 मात्रै रह्यो भनेपछि त यो 1,50,000 त मैले तिरे नि त। मैले तिर्दाखेरि त मेरो पैसा खर्च भयो नि त, यानी कि मेरो पैसा गयो। मेरो पैसा गयो भनेपछि यो डिक्रिज भयो, डिक्रिज भनेको हामीले लेस गर्ने। यहाँ सिम्पल मेथड के छ भन्दाखेरि लायबिलिटीज इन्क्रिज भयो भने प्लस गर्ने क्याश फ्लोमा, अनि लायबिलिटीज डिक्रिज भयो भने माइनस गर्ने। आजलाई चाहिँ हामीले क्याश फ्लो स्टेटमेन्टमा एसेट्स र लायबिलिटीजसँग कस्तो रिलेसनशिप हुन्छ भन्ने बारेमा जानकारी पाइसक्यौं। हामी अर्को भिडियोमा चाहिँ हामी क्याश फ्लो स्टेटमेन्टको फर्मेट अन्डर डाइरेक्ट मेथडमा कस्तो हुन्छ त त्यसको बारेमा हामी अर्को भिडियोमा छलफल गर्नेछौं।